हामी त यस्तो ठाउँमा आइपुग्यौँ कि कतै पनि बाटै छैन यो त। ओए हिउँ पर्यो। ओ माय हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। लाइक धेरै पछि भ्लग बनाउँदैछु अनि त्यस्तो प्लान त थिएन, तर लास्ट मिनटमा चाहिँ ल जाँदैछौँ, ट्रेकिङ जाँदैछौँ, अब भ्लग बनाइहालौँ न त भन्ने प्लान भयो। त्यही भएर चाहिँ हामी इन द मिडल अफ द ट्रेक चाहिँ मैले यो इन्ट्रो चाहिँ बनाउँदैछु। अहिले चाहिँ हामी मोहरे डाँडा जाने बाटोमा छौँ। बनठाटीमा हामी चाहिँ कोखे डाँडा जाँदै हो। कोखे डाँडा जानको लागि चाहिँ बनठाटीसम्म चाहिँ हामी यस्तै स्कर्पियो जिपमा आयौँ अनि त्यसपछि अब यहाँबाट चाहिँ हामीले ट्रेक सुरु गर्दैछौँ। हामी चाहिँ टोटल 6 जना छौँ। हस् हाम्रो जिप फस्यो। लाइक यो वान वे बाटोमा उताबाट नि आयो, हाम्रो पनि यहाँ छ अनि हामी चाहिँ यहाँ अड्केर बस्यौँ। अब के हुन्छ अब हामी कट्नी भयौँ फाइनली। यो दाइहरू पछाडि जानुभयो। अब चाहिँ अलिकति ब्रोडरवाला रोडबाट चाहिँ हामी क्रस हुँदैछौँ। टुरिस्ट दाइहरू चाहिँ हामीले खाना खाएको ठाउँ हो। खाना चाहिँ मिडियोकर थियो, त्यस्तो धेरै भाउ त थिएन, तर नि लाइक ठिकै भयो। पेट चाहिँ भरियो होइन, पेट चाहिँ भरियो। अब चाहिँ ट्रेकिङ सुरु गर्दैछौँ हामीले। अनि हाम्रो साथीहरू चाहिँ हामीलाई छोडेर गइसक्यो बिकज हामी चाहिँ फोटो खिच्न थाल्यौँ। अनि यहाँबाट चाहिँ कोखे डाँडा पुग्नलाई चाहिँ 3 आवर्स जति लाग्छ भनेर भनिराख्नुभएको छ यहाँ भेटेको मान्छेहरू सबैले। अब हामी ढिलो हिँड्ने मान्छेहरूलाई चाहिँ मेबी अबाउट 4 आवर्ससम्म त पुगिन्छ कि भन्ने चाहिँ हामीले एक्सपेक्ट गरेछौँ। लेट्स सी के हुन्छ। पुगिएला 4 आवर्स त जे होस् गोल राखौँ है। 5 घन्टामा त रातै पर्छ यार। अझै पनि स्टिल हाम्रो त्यो 4 जना गर्ल्सहरूलाई चाहिँ हामीले भेट्दा छैनौँ। सुस्मिता उहाँ अगाडि चाहिँ हिँडिरहेको छ। अनि बाटो चाहिँ कस्तो कन्फ्युजिङ, लाइक यस्तो प्रपर ट्रायल छैन। अनि हामी चाहिँ अलिकति कन्फ्युज भयौँ, यही बाटो हो कि के हो के हो। यो त बाटो जस्तो नि छैन। कहाँ हो यो? होइन होला जस्तो लाग्यो है केटी। तिनीहरूलाई फोन हान्ने हो कि के गर्ने हो यस्तो खने। हामी कन्फ्युज भयौँ। अब हो ल त फिगर आउट गर, म त तेरो पछि पछि हिँड्ने हो। लाइक त अगाडि अगाडि हिँड्नु, म तेरो पछि पछि हिँड्छु। कहाँ आयौँ यार हामी? वाट इज दिस? यो त नाली हो कि ओए यो? हामी चाहिँ सोचिरहेको थियौँ यही होला बाटो भनेको भन्ने सोचेर। अच्छी हो र। ल हेर्नुहोस् अब सुस्मिता जससँग हिँडेपछि चाहिँ डाँडामा सर्टकट लिएर हिँड्छ यसले मलाई।
अनि त्यसपछि यसले मलाई गुल्टाउँछ ए यस्तो यस्तो बाटो कहाँ हामी यस्तो सर्टकट भनेर यहाँ बिचबाट हिँड्दैछौँ होइन नरहेछ फोन गरौँ यार कहाँ ल्यायो यार यसले फोन गर्न पर्ने भयो हामी साथीहरूलाई किनकि हामी त यस्तो ठाउँमा कि कतै पनि बाटै छैन यता भर्खरसम्म त्यहाँ साइनहरू देखाइरहेको थियो अहिले त हामी त काम क्या भिडमा हिँडेको आधी घन्टा हुन पाउँथ्यो ओए सुन्न हामी त यहाँ कस्तो कहाँ हो आयौँ कहाँ हो बाटो मतलब लाइक त्यहाँ एउटा दुईवटा साइनहरू थियो नि तिमीहरूले हामीलाई त्यो ठाउँबाट चाहिँ एउटा खनेको जस्तो नाली जस्तो थियो र हामी त त्यहीँ त्यसको लेफ्टमा हेर त लेफ्टमा कोखे माथि ओ त्यही बाटो रहेछ भन्छ उतापट्टि हो हामी त यतापट्टि डाँडामा चढेर कहाँ पुग्यौँ माथिपट्टि एउटा रुखमा कोखे भनेर फेरि आएर छ त्यो त देख्यौँ हामीले अनि ए ल हुन्छ हामी कुरिरहौँ ए ल हुन्छ फेरि झर्न पर्ने भयो हामी त्यो ठाउँमा त्यहाँबाट हामी बाटो मिस भएछौँ ओके झरमा भयो फाइनली भेट्टायौँ यिनीहरूलाई हामीले हाम्रो छुटेको साथीहरू हुनुहुन्छ सोनिया पौडेल उहाँ चाहिँ हाम्रो फरेस्ट्री म्याम मास्टर्स इन फरेस्ट्री यो कुन ट्री हो भनिदिनुहोस् उहाँ चाहिँ फिजियोथेरापिस्टहरू सन्ध्या सुवेदी नमस्ते भन्नुहोस् सरू पोखरेलको भ्लगलाई आफ्नो इन्ट्रो दिनुहोस् मेरो नाम सन्ध्या सुवेदी हामी चाहिँ आज कोखे डाँडा जान लाग्छौँ हजुर अब सुन टु बी फिजियोथेरापिस्ट है कन्ट्याक्टर हुन्छ मलाई कन्ट्याक्ट गरेर जान्छु अनु ठाकुर नमस्ते उहाँ चाहिँ काठमाडौँको वरिष्ठ फिजियोथेरापिस्ट सुन टु बी काठमाडौँ चलाउने उहाँले हो हेलो सबैलाई मैले चाहिँ सबैले यस्तो एक्जाम जाम भनेको मै हो फाइनली हामी आइपुग्यौँ धन्न मैले क्यान्सल गर्न लाग्यो गान अब कति एनर्जी बाँकी छ कतिको एनर्जी बाँकी छ तेरो मेरो 110 110 ए म त के खाले यो मेजरमेन्ट हो तैँले के खाले प्यारामिटर दिस् मलाई 110 के युनिट त भन हो क्या एकजना तल झर्नुभएको दाइ भेटेको थियौँ हामीले आमाको कटेज भन्ने स्टेसन चाहिँ आउँदैछ भनेर भन्दै हुनुहुन्थ्यो एकछिनमा यहाँबाट कस्तो भ्यू देखेला जस्तो वाला रहेछ ओइ लालीगुराँसको बुट पनि रहेछ नि त त्यही त त्यस्तो धेरै अलिअलि मात्र भेटेको छौँ हामीले लालीगुराँस त्यस्तो धेरै मस्तो भेटिरहेको छैन वा कस्तो राम्रो त्यही त ट्रेक सुरु गरेको 1.5 घन्टा भयो अब चाहिँ हाम्रो नेक्स्ट ठाउँ खाजा खाने ठाउँ चाहिँ आमाको कटेज अनि त्यो आमाको कटेज चाहिँ आउन लागिरहेछ अहिलेसम्म चाहिँ हामी पुरै जङ्गलवाला बाटो हिँडिरहेको थियौँ उकालो उकालो त्यस्तो धेरै सिडीहरू पनि नै ट्रायलहरू अनि भर्खरै चाहिँ अलिकति ओपनिङ टाइपको एरिया चाहिँ यहाँ देख्यौँ हामीले तलपट्टिको भ्यूहरू चाहिँ बल्ल देख्यौँ नत्र पुरै यस्तै जङ्गल नै जङ्गल हिँडिरहेको थियौँ र मजा भइरहेको मलाई त एकछिन हामी बाटो जङ्गलमा हरायौँ त लालीगुराँस टिप्ने काम नगरे एक्सपेक्टेसन गरेर आएको एउटा छैन कि लालीगुराँस एकदम हुन त बुट पनि त्यस्तो धेरै छैन त्यही भएर पनि होला अलिअलि माथि माथि गएपछि देखिन्छ कि भन्ने एक्सपेक्टेसन छ लालीगुराँस स्पोर्टेड पिङ्क कलरको कस्तो राम्रो है पिङ्क कलरको अब चाहिँ यो कटेज आयौँ हामी आमाको कटेज अब यो ठाउँमा चाहिँ सायद एकछिन लालीगुराँस एकछिन चाहिँ हामी रेस्ट गर्छौँ यहाँ त्यसपछि फेरि हाम्रो ट्रिप चाहिँ कन्टिन्यू गर्छौँ ओ माई गड खै हामीले अहिलेसम्म देखेकै छैन कि राम्रोसँग है
लालीगुराँस त्यही त कस्तो राम्रोसँग उब्लेको बल्ल कि यत्तिको बाक्लो देखेको नि फर्स्ट टाइममा हामीले पुरै जुम इन गरिदिएँ मैले वाउ यसरी नै मजाले कि एकदम धेरै देखि नै हुने नि है लिटरली यो त एउटा रुख मात्रै भयो तर नि स्टिल यस्तो राम्रो देखिरहेछ त्यही त सायद हामी आउने गलत टाइम आए जस्तो लाग्यो अलि पछि आउनु पर्थ्यो कि दिस इज द कटेज चाहिँ हाम्रो खाजा यो चाहिँ आमा कटेजमा आएर खाँदैछौँ हामी अनि हाम्रो साथीहरू उहाँ छन् सरू र सुस्मिता श्री सन्ध्या भर्खरै अब माया कटेज आमा कटेजमा आएर खाजा खायौँ गाउँछ कस्तो राम्रो आयो यार रोपवे चाहिँ यता हो अनि यहाँ चाहिँ घोडाहरू पनि देख्यौँ हामीले कस्तो राम्रो हामीलाई टोलरेट गरिरहेछन् घोडाहरूले तर त्यहाँ नजिकै जाँदाखेरि पनि इरिटेट चाहिँ बसेन नि त होइन यता चाहिँ हिमाल देखिरहेछ तर बादलले छेकिरहेछ त्यही भएर त्यस्तो खुलेको त छैन तर चाहिँ होस् यो साइडमा हिमाल रहेछ भन्ने चाहिँ भयो ऊ साथीहरू चाहिँ आउँदैछन् बाँकी अलि लालीगुराँस चाहिँ भेट्यो है थोरै माथि आएपछि लाइक लिटरली भिडियोमा देखिन्न पनि होला कि त्यति थोरै चाहिँ भेटेछौँ लालीगुराँस अनि त्यसपछि चाहिँ हामी बल्ल अलिकति भन्दा हेरेँ हिँडे छैनौँ कि त्योवाला त्यो रातोवाला टिन भएको ठाउँ चाहिँ हामी खाजा खाएकोवाला त आमाज कटेज भन्ने थियो अनि अहिले चाहिँ लालीगुराँस देखेर अलिकति भयो नि फोटो खिच्न लगाएको जङ्गल चाहिँ पुरै यस्तो धेरै जङ्गल छ लालीगुराँसको तर लिटरली एउटा फुल छैन भने नि हुन्छ कि लाइक 1% छ कि फुल चाहिँ प्लेस चाहिँ दोयाप्ली भन्ने प्लेस रहेछ अब यहाँबाट नि आई डोन्ट नो 1 to 2 आवर्स लाग्ला किनकि हामी अलिक ढिलो नै हिँडिरहेछौँ नि त त्यही भएर अनि टाइम चाहिँ 3:30 हुन लागिसक्यो हामी तलबाट स्टार्ट गरेको चाहिँ अराउन्ड 1 चाहिँ बजेको थियो अनि आई डोन्ट नो कति बेला पुगिन्छ अलिअलि थाकिएको पनि छ अनि इट्स अ लङ वे वी आर नाउ एट कोखेडाँडा भन्नाले कोखेडाँडा आइपुगेको त छैन तर अब चाहिँ कोखेडाँडा आउँछ हामी अन द वे अब फाइनली यो कोखेडाँडाको देखेपछि पनि रिलिफ जस्तो अब आउँछ भनेर तर त्यति बिरी हेक्टिक त्यस्तो थपेर एक्जस्टेड त छैन कि है र बाटो त्यस्तो गाह्रो त छैन अब यहाँभन्दा माथि कति छ थाहा भएन अहिलेसम्म चाहिँ अबको बाटो चाहिँ यस्तो छ अब चाहिँ सायद हामी जङ्गलको बाटो नै जाने होला बिगिनर फ्रेन्डली नै हो ठिकै छ त्यतिको अहिले छिटै त जज नगरौँ तर अहिलेसम्म चाहिँ ठिक छ अब चाहिँ आई थिङ्क हामी पुग्छौँ अलि टाइममा एन्ड यो सबै बाटो चाहिँ हामी हिँडेर आएको हो अनि अब धेरै टाइम छैन जस्तो लागिरहेछ आकृतिहरू 3 जना चाहिँ पछाडि नै छुटिरहेछन् उनीहरूलाई कुर्नलाई अलि बिस्तारै हिँडेर आएको तर स्टिल तिनीहरूले हामीलाई भेट्टाएको चाहिँ छैनन् अब बिस्तारै जान्छौँ अनि मेबी सनसेट पनि हामीले एक्सपिरियन्स गर्न पाउँछौँ त्यसको लागि चाहिँ एकदम एक्साइटेड छु यो जङ्गल हेर्नु न यो जङ्गल पुरै लालीगुराँसको छ कि पुरै लालीगुराँस छ लाइक नट इभन अ सिङ्गल फ्लावर कस्तो यो लालीगुराँस फुल्ने टाइममा आयो भने त यो त कस्तो म्याजिकल देखिन्छ कि हामीलाई आइडिया नै भएन फुलेछ होला अलिअलि त भन्ने सोचेँ तर फुलेको नरहेछ यसो के भएन माथि गएर भ्यूहरू हेर्नु पनि वर्थ इट नै हुन्छ हाम्रो भ्लगर दिदी चाहिँ त्यहाँ हुनुहुन्छ भ्लगर दिदीको हालत अहिले चाहिँ हामी यो भ्यू पोइन्टमा छौँ त्यो कटेजबाट चाहिँ आफा कटेजबाट हामी सनसेट हेर्नलाई चाहिँ अलिकति माथि रहेछ अनि 360 भ्यू देखिने कस्तो ब्युटिफुल लाइक पुरै यो हिमाल पनि कस्तो क्लियर देखिरहेछ अलिअलि यता बादल त छ तर यहाँ चाहिँ एकदम राम्रो सनसेट देखिरहेछ माइ गॉड दिस इज ब्युटिफुल रनिङ चाहिँ हाम्रो 2 वर्ष भयो 3 भयो ओपनिङ चाहिँ
एभ्रिवान सो दिस इज द नेक्स्ट डे अर्को दिन हो अहिले चाहिँ कति 6:30 हुन लागिसक्यो अनि यो हामी स्टे गरेको कटेजबाट चाहिँ अब सनराइज पनि हुँदैछ बिस्तारै अनि भ्यू पनि त्यति धेरै क्लियर त भएको छैन तर उता माथि चाहिँ त्यो भ्यू पोइन्ट छ अब हामी त्यहीँ गएर बस्छौँ अनि लेट्स चाहिँ त्यहीँबाट क्लियर भयो भने त्यहीँबाट हेर्छौँ आज चाहिँ कस्तो खुल्छ जस्तो पनि छैन कस्तो खुल्ला जस्तो छैन हामी चाहिँ जहिले जस्तै घुमेको पनि त्यस्तो खासै उस भएको थिएन सो हेरौँ के हुन्छ आकाश भयो नि राम्रै देख्यो मेरो मम्मीले मामालाई आकाश हेर्न गयो उहाँ गर्दै हुनुहुन्थ्यो आकाश हेर्न फोटो राम्रो आओस् त्यही हो दिस इज द भ्यू पोइन्ट अनि हिजो इभिनिङमा नि हामी आएको थियौँ यो साइडमा चाहिँ सबै हिमालहरू छ अनि त्यस्तो धेरै क्लियर चाहिँ छैन आज मजाले खुलेको चाहिँ छैन यो साइडमा चाहिँ हिजो सनसेट भएको थियो हावा चाहिँ डेन्जर लागिरहेछ जाडो पनि छ तर त्यो एकदम सजिलो कुरा चाहिँ त्यो गेस्ट हाउसबाट चाहिँ अलिकति 1 मिनट 2 मिनटमै यो भ्यू पोइन्ट चाहिँ पुगिन्छ अनि त्यो भनेको चाहिँ सजिलो भयो लाइक मस्त सुतेर टाइममा ढिलो उठेर अनि आएर हेर्न मिल्यो यो साइडमा चाहिँ पुरै हिमालहरू देखिन्छ होला अहिले खुल्यो भने यो चाहिँ कोखे डाँडाको भ्यू पोइन्ट भयो अनि त्यहाँ देखिएको वाला डाँडा चाहिँ मोहरे डाँडा भनेर भन्दै हुनुहुन्थ्यो त्यो वाला डाँडा धेरै टाढा छैन अलिकति नै मात्र छ हावा चाहिँ एकदम लागिरहेको छ एकदमै हावा लागिरहेको छ यो ठाउँमा अब भ्यू पनि वर्थी आइदियो हुन्थ्यो कि हावा लागे जस्तो त्यो हिमालहरू चाहिँ बादल हट्यो भने हुन्थ्यो त्यो दाइहरूले चाहिँ भन्नुहुन्थ्यो हिमालमा स्नोफल भइरहेछ त्यही भएर नि होला भनेर भन्दै हुन्थ्यो यो वाला होइन माछा पुछ्री यो माछा पुछ्री पुरै ढाकेको छ अब कुन के हो भन्ने पनि थाहा छैन अनि त्यसमा पुरा टक्क रिफ्लेक्सन गरेर हिमाल टल्कियो हुन्थ्यो भनेको त्यहाँ हामी हावामा खिच्छौँ हामी चाहिँ टल्किएर हामी टल्किँदा मेरो कपाल पनि के भयो हावा लाग्यो हावा लागिरहेछ टु मच के हो र यो सनराइजै हुन्न कि क्या उयो झन् कालो बाटोले छेक्यो मामा त हिमाल देखेर जस्तो एक्सपेक्टेसन छैन अब छोडिदिउँ अब देखिन्न हामीले मैले थाहा पाइसकेँ मेरो मोबाइल पऱ्यो जाम यार त जस्तै भयो अनि कसरी ओए हिउँ पर्यो ओ माय गॉड सुस्मिता हिउँ पर्यो लाइफको फर्स्ट स्नोफल एक्सपिरियन्स हुँदैछ ओ माय गॉड दिस इज व्हाट वी वान्टेड ओके भयो हामीलाई हिमाल हेर्न छैन हामी पोखराबाट ओ माय गॉड ओए यो हात देखाउँछु कि आएको ल लुक एट दिस स्नोफल भयो
चिसो लाग्छ क्या हो यार सुतम 2 दिन गएर म आउँछु गण्डकीमा भिडियो पुऱ्याउँछ क्या साँच्चीकै के हेर्छ नि नाला अझै मजाले होस् प्लिज तर यो हुन्न होला कि ओके हुन त हुन्न के घर आयो मजाले भइदिए पो हुन्थ्यो अलिकति भयो नि एक्सपिरियन्स त गऱ्यौँ ल हेर्न पन्जाको हेर्न ओके आइस झरेको होला कि मेरो टाउको दुख्यो यार आइस त होइन कि अझै आइरहेको क्या हिमालहरूको हालत चाहिँ यस्तो छ हिमालहरू चाहिँ टोटली हराइसक्नु भयो बादल पारी हाम्रो हालत चाहिँ हिमाल हेर्नकोहरूको हालत यस्तो छ हिउँ पर्यो अनि सनराइज पनि कहाँ हराउनु भयो सूर्य देवता पनि लुक्नु भयो हामीलाई देखेर हामी धेरै राम्रो भएर होला कि सायद हामीलाई हेर्नै मन नलाएर होला कि लाइक खै कहाँ हुनुहुन्छ तपाईँ हिमालले हाम्रो धोका दियो फाइनली अलिकति चाहिँ देखियो हिमाल गाला टच किन लाग्छ हिमालको दर्शन चाहिँ त आइज हामीसँग के हो र भाइ अब चाहिँ हामी निस्किन लाग्यो यहाँबाट अनि अब यताबाट चाहिँ हामी पुनिल हुँदै घोडेपानी होइन कोखी डाँडा होइन मोरे डाँडा त्यसपछि हामी पुनिल हुँदै अनि पुनिल हुँदै मोहरे डाँडा पुनहिल अनि घोडेपानी हुँदै जान्छौँ तल झर्छौँ किनकि त्यता पनि योपालि त हामी आउनु बेलामा चाहिँ डाइरेक्ट आएको थियौँ नि त्यहाँ अनि अब चाहिँ त्यताबाट गएर सबै ठाउँ यो त एकदमै डेन्जरसवाला मुभमेन्ट भयो नि त हामीलाई त हावाले आज खेलेको यहाँ पनि ठिकै थियो है अब अलिकति लाइक सबै कुरा पर्फेक्ट त भन्न मिलेन तर मान्छेहरू यहाँ दाइहरू चाहिँ नाइस हुनुहुन्थ्यो हस्पिटालिटी चाहिँ राम्रो थियो अनि खानेकुराहरू पनि ठिकै थियो बस्ने उसहरू चाहिँ मिडियोकर भनौँ अब यस्तो ठाउँमा अब त्यस्तै होला बेस्ट त कहाँ पाइन्छ है अहिले चाहिँ हामी पुनहिलतिर चाहिँ झर्दैछौँ अनि योवाला रुटमा चाहिँ बाटोमा कता कता चाहिँ लालीगुराँसहरू चाहिँ फुलिरहेछ कि थोरै भए पनि अनि यसरी कोपिलाहरू पनि लगाइरहेछ तर लालीगुराँसहरू पनि अलिअलि फुलिरहेछ अनि मोहरे डाँडामा चाहिँ हामी त्यो भ्यू पोइन्टमा चाहिँ गएनौँ जस्ट त्यो मोहरे डाँडाकै साइडबाट चाहिँ झऱ्यौँ अब चाहिँ हामी पुनहिलतिर लाग्छौँ पुनहिलमा नि मेबी भ्यू पोइन्टमा त जाँदैनौँ होला हामी किनकि फेरि माथि उक्लिनुपर्छ अनि पुनहिलमा पनि डाइरेक्ट त्यो भ्यू पोइन्ट नरहेको तल तल झर्न सक्छौँ अनि यहाँ चाहिँ त्यो राम्रो यो रुटमा चाहिँ लालीगुराँसहरू अलिअलि चाहिँ देखिरहेछ हिजो आएकोवाला रुटमा भन्दा चाहिँ कस्तो राम्रो हामी चाहिँ यो पुनहिलको रुट हुँदै झरेर चाहिँ यसको बेस क्याम्पमा चाहिँ यहाँ डिफ्रेन्ट होटेल्सहरू रहेछ अनि त्यसपछि चाहिँ योवाला होटेलमा आएर चाहिँ खाना खायौँ यसरी रहेछ अनि हामीले चाहिँ के सोचिरहेको थियौँ भने चाहिँ लाइक यो ठाउँबाट चाहिँ योवाला ठाउँबाट चाहिँ बाटो देखिरहेको थियौँ कि अनि यो ठाउँबाट चाहिँ सायद जिपहरू आउँछ अनि यहाँबाट चाहिँ अब हाम्रो ट्रेक सकियो जिपमा चढेर चाहिँ जान्छौँ भनेर चाहिँ मक्क पर्दै बसेको त लास्टमा त यो रुट पुरै सिँढीबाट फेरि अझै मिनिमम 2 आवर्सको रुट रहेछ अब चाहिँ यो 2 आवर्सको लगभग ट्रेक तल झरेर चाहिँ अनि बनठाटी जुन हामी चाहिँ ट्रेक स्टार्ट गरेको थियौँ त्यही बनठाटीमै गएर चाहिँ जिपमा चढ्ने भयो जिपको दाइरा चाहिँ हामीले कन्ट्याक्ट गरिसक्यौँ उहाँहरूले चाहिँ वेट गर्दै हुनुहुन्छ अनि यसमा चाहिँ खाना खायौँ शिखर गेस्ट हाउसमा चाहिँ खाना खायौँ अब चाहिँ हामी जान्छौँ हिँड्छौँ अब तल अनि आउनुभयो भने होटेलमै बसेको प्याकेजको चाहिँ 1000 रुपिज है त्यो चाहिँ उहाँहरूको सर्भिसेसहरू चाहिँ त्यो रहेछ भन्दा चाहिँ के अरे सस्तो पनि रहेछ राम्रो पनि रहेछ खाना पनि मिठो थियो हामी त कस्तो भोकै रेकमेन्ड शिखर गेस्ट हाउस एन्ड रेस्टुरेन्ट अनि के भयो बिचमा चाहिँ कहानी के भयो भने ब्रेकफास्ट गरेर त्यहाँबाट हजुर त्यो पोइन्टबाट छदा नै हिँड्ने हो यहाँ हटस्पट चाहिँ वाइफाई गयो
ए ल ए मेरो फोन त चार्जमै हो मेरो चार्जर पनि अनि बिचमा कहानी चाहिँ के भयो भने हामी 6 जनाको साथमा चाहिँ यो 3 जनाहरु चाहिँ हराए। 3 जना गायब भयौं। हामी 3 जना गयौं फुलबारीको बाटो, किनकि त्यहाँ एउटा एरो चाहिँ राम्रोसँग राखेर हिँड्छ, त्यही भएर हामी फुलबारीको बाटो पुग्यौं। फुलबारीको बाटो पुगेपछि चाहिँ हामी डबल हिँड्नु पर्यो, जबकि हामीले आउनु थियो अर्कै बाटो। डबल हिँड्नु परेपछि एउटा यस्तो पोइन्ट थियो कि त्यहाँ 5वटा बाटो थियो। त्यहाँ 5वटा बाटोबाट हामीलाई फिगर आउट गर्नु थियो कि हामी हिँड्ने कुन बाटो। अनि मान्छे झुक्किँदैन, त्यहाँ चाहिँ एरो हाल्नु पर्ने रहेछ। अनि त्यो बाटो हुँदै पुन हिल पनि आउनु मिल्छ यता कोखे डाँडाबाट राउन्ड लगाएर। तर हामी पुन हिल जान सक्ने स्टेटमा थिएनौँ, हामी टायर्ड थियौँ, हाम्रो टाइम पनि कम थियो। तर त्यो काउन्टरको दाइले चाहिँ अलि नराम्रै यो गर्नुभयो। किन भन्दाखेरि हामी गएकै छैन भने गएको ठाउँको चाहिँ हामी किन त्यो फेयर तिर्ने, उहाँले चाहिँ जबरजस्ती फेयर दिनको लागि टिकट दिनै पर्छ जस्तो कुरा गर्नुभयो। हामी नगएको ठाउँको लागि पनि उहाँ चाहिँ अलि रिउड हुनुहुन्थ्यो। नत्र त्यो एक्सपिरियन्स चाहिँ अलिकति बेटर भयो त्यो वाला पोइन्टमा चाहिँ। ट्रेक स्टार्ट गर्दैछौँ। अब चाहिँ कसैलाई पनि छोडेर जान्नमा हामी लाइक सबै हामीले लेसन लर्न गरिसक्यौँ। अब हामी चाहिँ सबै सँगै जान्छौँ, बरु ढिलो नै किन नहोस् जे नै होस् हामी सँगै जान्छौँ। अब चाहिँ पुरै सिडी छ। अब चाहिँ हेर्नुहोस् सुस्मिताज्यू विथ चस्मा, विदाउट चस्मा चाहिँ भुलेर पनि नहेर्नु होला। विदाउट चस्मा नि हेर्नु है। गुराँसहरू हेर्न मन छ भने बरु पुन हिलको ट्रेक आउँदा चाहिँ ठिक हुँदो रहेछ जस्तो लाग्यो है मलाई चाहिँ। त्यो चाहिँ रेकमेन्ड गर्छु। उतातिर त गुराँसहरू केही पनि फुलेको छैन, तर यो ठाउँमा चाहिँ राम्रैसँग फुलिरहेछ। अब चाहिँ हामी मेबी अबाउट 30 to 35 मिनट्समा चाहिँ तल पुग्छौँ हाम्रो जिप स्टेसनमा। त्यसपछि चाहिँ ब्याक टु होम अनि फाइनली हाम्रो ट्रेक पनि सकिन्छ अनि ब्याक टु नर्मल लाइफ। दोस्तहरू त्यहाँ आइसकेर थाकेर बसिरहन्। अब हामी यहाँबाट कहाँ जाने? हामीलाई चर्को ल अब हामी स्टिल पनि यही छौँ। यहाँ त केही पनि छैन त वे। हो रे, अनि ढुङ्गामा चढ्ने कि के गर्ने रे खासमा? ल है त ल यस्तो बाटो हिँड्न परिरहेछ जिन्दगी। ओइ तान त मलाई केटी, म यहाँ फोन पनि। अब कहाँ हो त नि? अब ए भगवान, तिमी यो मान्छेले हामीलाई यस्तो भिडमा लिएर आयो। लाइक अब कसरी झर्ने? खासमा चाहिँ हाम्रो रुट चाहिँ यतापट्टि रहेछ, ढुङ्गावाला रहेछ, तर यता पुऱ्याइदियो। हामी त एकछिन त एकदमै स्टक भयौँ यहीँ नै। स्टिल हामी बनठाटीको लागि जाँदैछौँ। आई डोन्ट नो कति बजे पुग्छौँ। बनठाटीमा छ हाम्रो जिप। त्यो खाना खाएको ठाउँबाट हिँडेको नि 2 बजे हो अनि अहिले चाहिँ 4:30, 1.5 आवर भइसकेछ। अब होपफुली आधी घन्टामा त पुग्न पाए हुन्थ्यो। प्रकृतिले खेलिदिएछ मान्छे। सो स्केरी कि लाइक लिटरली। पुल थियो अरे यहाँ, पहिला पुल हिलाएको मान्छेले भन्दैछ पुल थियो अरे। अनि मेरो ब्लग, ओ माई गड, यो बाटो चाहिँ एकदमै डर लाग्दैछ। दिस इज वाट वी आर डिलिङ विथ राइट नाउ। ट्र्याक्टरको पछाडि धुलुक खाँदै हिँडिरहेछौँ। स्टिल त जिपवाला ठाउँ आएकै छैन। आई डोन्ट नो कहिले आउँछ। अब त आउनु पर्ने हो।
लाइक धेरै हिँड्यौँ हामी, धेरै हिँड्यौँ। फाइनली हामी आइपुग्यौँ। यताबाट ट्रेल रहेछ, तलबाट अलिकति सर्ट ट्रेल रहेछ, तर हाम्रो त्यहाँको एउटा दाइहरूले चाहिँ बाटो जाने भनेर हामी चाहिँ झन् पुरै बाटो घुमेर आउनु पऱ्यो कि। अनि अब चाहिँ आइपुग्यो। अब यहाँबाट नि फेरि पोखरा पुग्न त टाइमै लाग्छ, त्यही पनि स्टिल हिँड्न त पर्दैन, एटलिस्ट हिँड्ने कुरा चाहिँ भ्याइयो। हाम्रो त्यो स्टार्टिङ पोइन्टमा आयौँ हामी। ल दिस वाज द बिगिनिङ पोइन्ट। हामी यहीँबाट स्टार्ट गरेको थियौँ अनि अब चाहिँ फाइनली आइयो, सकियो। त्यहाँ कस्तो भयो ट्रेक? ल अनि तिम्रो ट्रेक कस्तो भयो? लडो अनि जस्तो म त्यस्तै ट्रेक भयो। सोनिया कस्तो भयो हाम्रो कोकेको ट्रेक? दामी खतरनाक। अरू नि केही एडिसनल केही? चर्को भयो हाम्रो ट्रेक, चर्को खुट्टा दुखेर एक्सपिरियन्स सेयर गर त कस्तो भयो? एकदम रमाइलो भयो, एकदम रमाइलो भयो। म सबैभन्दा खुसी म सरसँग। Oh my god! अरू हामी चाहिँ आधा बाटो जङ्गलमा हरायौँ, त्यो चाहिँ अलि टेरिफाइङ थियो, नत्र अरू चाहिँ मेरो एक्सपिरियन्स चाहिँ लाइक जाने बेलामा त सजिलै भयो, अलिकति सर्ट ट्रेक थियो। अनि आउने बेलामा चाहिँ हामी घुमेर आयौँ नि त, त्यही भएर चाहिँ हिँड्न चाहिँ धेरै पऱ्यो, तर पनि रमाइलो भयो। बाई बाई बाई। अनि त्यसपछि क्लोजिङ पनि यही गर्छु। थ्याङ्क यू सो मच सबैजनालाई फर वाचिङ माई भ्लग। मैले खासै त्यस्तो कन्टिन्युसली त राख्दिनँ, त्यही पनि स्टिल आई ट्राइड। योपालि चाहिँ लास्ट मिनटमा चाहिँ भ्लग गर्ने भनेर चाहिँ प्लान गर्नु। अनि म ऱ्यान्डम छ, क्रिन्जी छ, त्यही पनि प्लिज डोन्ट जज। अनि त्यसपछि राम्रोसँग हेरिदिनु होला। टेक केयर।